बेलुकातिर जहिले पनि यस्तै नै हो कि यस्तै नै हुन्छ। हेलो गुड मर्निङ, के छ तपाईँहरूको? तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ है? म पनि सन्चै छु। तपाईँहरू सबैजनाको स्वागत छ डे 3 मिनी ब्लगमा। बिहानै बिहानै चाहिँ काठमाडौँको मौसम चाहिँ यस्तो थियो कि यस्तो घामै लागेको थिएन आज। एन्ड म चाहिँ बिहान बिहानै उठेर फ्रेस भएर काँक्रो खाइरहेको थिएँ। आजभोलि चाहिँ मलाई बानी नै परेको छ कि काँक्रो खाने। म काँक्रो खाँदिनँ त मलाई लाग्छ कि के भएको छ मेरो जिउमा, त्यस्तो बानी परिसकेको छ। म बिहान बिहानै काँक्रो त्यही भएर खान्छु नै। अनि काँक्रो खाइसकेपछि जति काँक्रो खाए पनि भोक त लागि नै हाल्छ खाना खाने टाइममा। त्यही भएर म यता खाना बनाउनुतिर लागेको थिएँ। खाना बनाउनुतिरमा मम्मी चाहिँ साग सब्जीहरू बनाउँदै हुनुहुन्थ्यो। म चाहिँ यता भात बसालिसकेपछि म चाहिँ यता पिठो रेडी गर्दै थिएँ रोटी बनाउनको लागि। मम्मी चाहिँ भात खानुहुन्न कि मम्मी रोटी नै खानुहुन्छ जहिले पनि। त्यही भएर मम्मीको लागि म चाहिँ यता रोटी बनाउँदै थिएँ। उता चाहिँ मम्मीको खाना साग सब्जीहरू पाक्न लागिसकेको थियो। अनि त्यसपछि चाहिँ खाना पस्के। खानामा चाहिँ आज थियो करेला फ्राई, सोइजन अचार, काँक्रो एन्ड मछली। खाना चाहिँ यति मिठो पाकेको थियो, कुरै छोड्थ्यो कि। अनि बिचबिचमा चाहिँ युगी भुनु यो चाहिँ मसँग कुरा गर्दै थियो, आना यस्तो आना उस्तो। अनि योसँग म कुरा पनि गरिरहेको थिएँ अनि खाना पनि खाइरहेको थिएँ। म खाना चाहिँ अलिक चाँडै खान ट्राई गर्दै थिएँ तर भइरहेको थिएन। मछली कसरी चाँडै खानु, त्यही भएर अलिक बिस्तारै खाइरहेको थिएँ लास्टमा। अनि त्यसपछि म बिग मार्ट गएँ। बिग मार्टमा सामान लिनु थियो अनि त्यही भएर म बिग मार्ट गएँ। बिग मार्टमा चाहिँ मेरो क्रिम चाहिँ सिद्धिरहेको थियो, धेरै सामान सिद्धिरहेको थियो। त्यो क्रिमले यो क्रिम नै सिद्ध्न लागेको थियो। क्रिममा चाहिँ डेट हेर्दै थिएँ एन्ड यो क्रिम लिएँ। त्यसपछि अर्को चाहिँ म फेस वास लिएँ। फेस वास पनि सिद्ध्न लागेको थियो, सिद्धाएको थिएन, सिद्ध्न लागेको थियो। अनि फेस वास लिएँ। त्यसपछि ह्यान्ड वास लिएँ। अनि त्यसपछि कन्डिसनर लिएँ। कन्डिसनर पनि सिद्ध्न लागेको थियो। अनि कन्डिसनर लिइसकेपछि बिलिङ गराएर आइरहेको थिएँ। त अनि घटस्थापना जस्तै धेरै दिदीहरू आन्टीहरू जाँदै हुनुहुन्थ्यो। उहाँको चाहिँ एकदमै राम्रो लागिरहेको थियो कि पन्चे बजारसँगै गइरहेको थियो अनि एकदमै राम्रो लागेको थियो। त्यही भएर म चाहिँ अलि भिडियो लिएँ। त्यहाँदेखि आइसकेपछि मकै स्टिम थियो गर्नुभएको थियो मम्मी, त त्यो मकै स्टिम खाएँ। अनि मकै चाहिँ मलाई एकदमै मनपर्छ, चाहे स्टिम होस् चाहे जे होस्, पोलेको होस्, मलाई एकदमै मजा आउँछ खान। त्यही भएर म चाहिँ मकै खान्छु। फेरि बेलुकातिर गएको थिएँ, सामान लिएँ अनि आइहाल्यो। ओके बाई, आजको लागि यति मात्रै। अर्को मिनी ब्लगमा भेटौँ, बाई बाई।